अब चाहिँ होइन यसको हेर्नु है ब्याट्री हाई बिम यो भयो लो बिम यो भयो देख्दैन होइन अब हामी चाहिँ के गर्छौँ यस्तो एउटा लाइट कि बोकेर हुन्छ होइन अनि यो चाहिँ यसरी गरेर यसरी नासमाट हेलो जजोलो पास हजुरलाई एउटा भ्यू चाहिँ दामी आइरहेछ बस जाउँ आज चाहिँ हामी यो सनसेट हेर्न जानु लाग्यो माथि डोलेश्वर माथिको बोकाचो गढी त्यो पहिला पनि हामी गइसक्यो हो पहिला राति भएर चाहिँ सनसेट चाहिँ हेर्न पाएको थिएन हामीले मैले चाहिँ यो अब फर्स्ट सर्भिसिङ गर्दाखेरि चाहिँ मलाई 35 को माइलेज दिइरहेको थियो बाइकले अनि सेकेन्ड सर्भिसिङ गरेपछि चाहिँ म आफैले एकचोटि टेस्ट गरेर हेरेको क्या पुरै फ्युल अफ गरेँ अनि पुरै फ्युल न्युल गरेर चाहिँ फेरि भरेर हेर्दा चाहिँ अहिले चाहिँ मलाई 40 को माइलेज दिइरहेको छ है मेरो चलाउने तरिकामा चाहिँ मेरो चलाउने तरिका चाहिँ डाइरेक्ट यो एकदम एक्सिलेट गर्ने बानी छ क्या यदि मैले हाइवेमा मजाले चलायो भने त मजाले पनि 44 43 सम्म त दिन्छ होला आई गेस तर मलाई चाहिँ 40 सम्म आएको छ मलाई चाहिँ सेटिस्फाई छ 40 आएको चाहिँ अहिले चाहिँ हामी डाँडामा हेर्नु स्याडो कस्तो दामी आकाश कस्तो खुल्या छ आज त्यहाँ मुन पनि देखिरहेछ हामी चाहिँ मस्त दाजुभाइ हिँडेको बुकाचो गढीतिर बाटो कस्तो छ थाहा छैन त्यहाँ पनि पहिरो आयो भनेको चाहिँ सुनेको चाहिँ थिएँ मैले बाइक पो जान्छ कि जाँदैन यो यार यो रेलिङ त खतरा बनाएछ त है त्यो माथि रेलिङ थिएन नि पहिला घाम चाहिँ डह्रो लागेको छ है भ्यू चाहिँ दामी देखिन्छ माथिबाट आज बाटो चाहिँ यस्तै छ यो तर हामीलाई त बाल भएन हामीसँग एक्सपल्स प्रो छ अहिले त 210 पनि आइसक्यो 210 चलाएर पनि हेरेँ मैले त्यसको एक्जस्ट नोट चाहिँ सुरुमै नोटिस हुन्छ क्या एक्जस्ट नोट चाहिँ तपाईँलाई सुरुमै नोटिस हुन्छ त्यो बाइक चलाउनु भयो भने चाहिँ दामी लाग्यो मलाई एक्जस्ट नोट अनि अर्को त्यसको दामी लाग्यो भने इनिसियल एकदम राम्रो छ यसको अलिकति त्यसको भन्दा फिका छ इनिसियल चाहिँ एकदम राम्रो छ त्यो बाइकको एकचोटि बर्दा चाहिँ क्या मजाले पुग्छ यो चाहिँ अलिक घ्याघ्या हुन्छ क्या पुरै ढुङ्गा बिचाको छ यो रेलिङ हालेर चाहिँ राम्रो गरेको छ तर ढुङ्गा चाहिँ डेन्जर बिचाएको बाटो चाहिँ बन्दै रहेछ यार तर ग्राभेल बाटो यसमा चाहिँ मतलबै हुँदैन भने ग्राभेल आयो भने अफ रोड आयो भने मक्खन जान्छ पहिरो आएको जग्गा त्यो चाहिँ त्यही भएर चाहिँ अलिक हेरेर हिँड्नुपर्छ तपाईँहरू अहिले ट्राभल गर्दै हुनुहुन्छ भने चाहिँ मुगलिङको बाटो पोखरातिर जानुहुन्छ मुगलिङको बाटो त जाँदै नजानु यता अर्को बाटो पछाडिको बाटो छ सीता पाइला त्यो हुँदै जानु त्यो हुँदा बेस्ट छ माथिको बजार आइपुग्यो सानो बजार छ एउटा बस्ती यहाँ आइपुग्यो यहाँबाट चाहिँ सट्ट लाग्नुपर्ने हुन्छ नि फेरि तर बाटो ग्राभेल भएर चाहिँ लास्टै उकालो अझै पहिलाभन्दा ठुलो भएको जस्तो लाग्यो उकालो ठुलो भने मतलब यस्तो इन्क्लाइन धेरै भएको जस्तो भयो यो बस्ती कस्तो राम्रो छ क्या है शान्त गाडीहरू पनि धेरै बच्चाहरू हामी पहिला यसरी खेल्थ्यौँ नि बाटोमा मस्त पार्टी भन्ज्याङ भन्ने भएको छ यो चाहिँ ठाउँ यहीँबाट चाहिँ तपाईँहरू तल महादेवको मन्दिर छ आशापुरी महादेव त्यहाँ पनि जान सक्नुहुन्छ हामी चाहिँ अहिले जाने भनेको चाहिँ बाटो त ढुक्कै छ त यार बाटै छैन त यहाँबाट जान्छ होइन नचल है होइन बाटो ल म उठिदिनु पर्दैन बाटो त स्कुटरमा कस्तो छोको थियो है त्यहाँ कस्तरी आवाज आउने गरेर छोकेको थियो नि आधा बाटो पहिरो त्यो सानो पहिरो भयो कि के भएको थियो यो बाइकको पावर कम्तीमा 250 भयो भने कस्तो मजा आउँथ्यो है सिसी 250 भने दामी हुन्थ्यो नि
इन्जिन 250 मा राम्रो भनेको रिलायबल लङ त्यो केटिएम त भइ नै हाल्यो केटिएम छोडेर चाहिँ लामो तपाईँको राम्रो भनेको चाहिँ हाम्रो सुजुकीको जिक्सरको छ क्या 250 छ नि त्यसको राम्रो छ 250 इन्जिन त त्यसले त वर्ल्डको त्यो बेस्ट लिक्विड कुल इन्जिनमा अवार्ड पनि पाएको थियो त्यो राम्रो छ नि 250 पावर पनि राम्रै छ 25 को माइलेज पनि राम्रै दिन्छ उसले 40 45 50 त्यसरी पनि इन्डियामा चाहिँ कतिले 50 पनि निकालेको छ भ्यू चाहिँ कस्तो दामी आउँछ है आज चाहिँ हामी यहाँ सनसेटसम्म हेर्ने भनेर बसेका छौँ भ्यू हेर्न गाइस भ्यू कस्तो क्लियर कति पछि 5-6 दिन भयो होला लगातार पानी परेर कति पछि आज क्लियर वेदर हेर्न पाइरहेको छ हामीले यो पनि ढलान भइसकेको छ एक गियरमा 2 गियरले तानिरहेकै छैन भाइ बाटै कस्तो गाह्रो छ 2 गियरमा तानिरहेकै छैन क्या बाइकले ल हेर्न ल तान्दैन एक गियरमै चढ्नु पढाउने बाटो भइरहेको छ एउटा पुग्न लाग्यो त्यही माथि हो मान्छेहरू पनि रहेछ यार एउटा त जोन्टेस हो जस्तो लाग्यो बाइक होइन के हो सुजुकी ओहो ल चिज भयो त तलबाट चाहिँ दामी भ्यू भएर थियो माथि त ल साइको भइदिएर ल केही नदेख्दिएर ए त्यो बादलले गरेर नि पहिला पनि आइसकेको छ यो ठाउँ चाहिँ उता चाहिँ दामी घाम लगाएर ए हुसु आएको नि जान्छ यो त यही नै हो दामी अब टाइम ल्याप्स लिन्छ है त त्यो चाहिँ भक्तपुर भयो यो सिंगल 3 एरिया भयो यो तल डोलेश्वर यो डोलेश्वर बजार र भुसु आयो हाम्रो भ्यू हेर्ने भनेर बस्यो पुरै कुहिरोले छोपिसक्यो लगभग आधी घन्टा भइसक्यो तर पनि खुलेन अब चाहिँ हामी जान लाग्यो अब जाने अब बाइक चाहिँ चट्ट दामी देखाएको छ बाइक चाहिँ खुल्छ कुरेर छ खुलेको होइन पुरै नदेखायो यहाँबाट त्यहाँ नदेखायो त्यहाँबाट यहाँ नदेख्यो अब चाहिँ हामी निस्किन लाग्यो अब यहाँ कुरेर फाइदा छैन यहाँ निस्किने चट्ट पारेर है त झन् अग्लो भएर हो है अन्त कति छुन्थ्यो यही हामी चाहिँ तलबाट आएको भयो अब चाहिँ हामी यता माथि पाइलट बाबा हुँदै जाने सनसेट हेर्छु भनेर आएको कुहिरो लगाएर केही देखेन हामीले यहाँबाट फर्किन लागेको सट्ट पारेर बाटो यो चाहिँ मक्खन छ क्या एकदम मजाको छ यो चाहिँ पिच गरेर यो बाइकको एउटा चाहिँ एकदम मन नपरेको कुरा भनेको चाहिँ मलाई हेडलाइट हो क्या पहिला चाहिँ ठिकै लाग्थ्यो है अब खोइ के भयो अहिले त हेर्नु देखाइ छैन कि वहाँ माथि एक तला माथि फाल्छ हाई बिम बाल्दा लो बिम बाल्दा अगाडि पछाडि वरपर केही देख्दैन अनि अर्को नराम्रो भन्छ अगाडिबाट चाहिँ एकदम हिलो फाल्छ क्या यस्तो जान्छ अनि सबै यता फाल्छ हिलो चाहिँ त्यो चाहिँ एकदमै मन नपरेको कुरा मलाई अर्को त्यो भयो अनि यो हिलो चाहिँ लास्ट छ्याप्ने यार ओए बाटो त नचल है ल यार यहाँ पनि बाटो भाँसेछ यार उता हेरिन्छ ओ खुट्टा नटेक्ने उता यस्तो दामी देखायो क्या है
पानी पर्ला जस्तो छ यार बरु दुई गियर पनि तान्छ भने कहाँ छ खै त्यो क्लच मिलाउन आउनु पर्यो तानिहाल्छ नि पहिरो बाप रे नगर के पहिरो आएको गाइस पहिरो आएको यो सबै अम्बो कस्तो दामी है गलत डिसिजन भयो के यो बाटो भने उताबाट रोड बनेको रहेछ है उताबाट रोड बनेको रहेछ क्या उताबाट गीती भयो गीती छ न तलै कस्तो हिलो ला यार अब हेर्नु गाइज यसले केही देख्दैन अनि हामी चाहिँ ब्याकप्याकमा जहिले एउटा ठुलो टर्च बोकेर हिँड्छौँ अब कसरी चलाउँछौँ हामी देखाउँछौँ है त के गरे उता पनि पहिरो उता पनि पहिरो अब चाहिँ होइन यसको हेर्नु है ब्याट्री हाई बिम यो भयो लो बिम यो भयो देख्दैन होइन अब हामी चाहिँ के गर्छौँ यस्तो एउटा लाइट कि बोकेर हुन्छ होइन अनि यो चाहिँ यसरी गरेर यसरी नासमाट यस्तो छ एक्सपल्स ओनरको पारा केही देख्दैन अनि पछि यसरी निकाल्दै त्यहाँ देख्दैन उसले यसरी देखा देखा यस्तो छ पारा यसरी पछाडि एकजना मान्छे राख्ने यसरी लाइट देखाउने अनि कुद्दिने मान्छे नदेखिर